यो आइपुग्यो गिद्दी हुन्छ यो आएपछि त्यहाँ किन हौ आउँदा चाहिँ दिदी छैन अर्कोपट्टि कुद्छ यार भनेपछि म पनाउँदै होइन त्यस्तो होइन त्यस्तै बा त्यस्तो होइन त्यस्तै चाहिँ अरे भने पनाउँदै त भने ल दर्शकबिन तपाईँहरू देख्न सक्नुहुन्छ कि आसमानको उपर कोहरै कोहरा यहाँ तलबाट चाहिँ यहाँ माथि यस्तो टेप टाल्दै आउँदैछ हुँगा हुन्छ यो टेप चाहिँ किन टालेको भन्दाखेरि यो टेपले चाहिँ स्टिक हेलो गाइज स्वागत छ तपाईँहरूलाई फेरि पनि मेरो भ्लगमा हाम्रो प्यारो दादा चाहिँ अहिले नेपाल टुर भन्दै हुनुहुन्छ त्यही खुसियालीमा हामीले चाहिँ सुँगुरको खुट्टा लिएर खाँदैछौँ एउटा ठस्टीहरू हेर्दै गर्नु होला दुईटा खानु ल तपाईँ यो चाहिँ अस्तिदेखिको हाम्रो थियो क्या मासु यही खाँदैछु मैले चाहिँ हामी अब कोकले पनि लाउनु भाइ यसलाई पैसा पैसा अस्ति पो थियो फेरिले नि त बाँकी ल्याउनु न कहाँ भयो ल योसँग छ पुरानसँग पैसा मसँग छैन बा धीरमिर हेलो गाइस स्वागत छ फेरि पनि तपाईँहरूलाई मेरो नयाँ ब्लगमा अनि यो चाहिँ नेक्स्ट डे हिजोको त थोरै ब्लग थियो हो त्यो ब्लग मैले चाहिँ त दाइकोमा गएको थिएँ क्या भाइस दाइकोमा अनि भात खानु गएको थिएँ अनि त्यतिखेर गरेको थिएँ थोरै ब्लग अनि आज चाहिँ के गर्नुपर्ने हुन्छ भन्दाखेरि आज काम गर्नुपर्ने हुन्छ किनकि काम अब धमाधम हुन थालिसकेको छ काम नहुँदाखेरि कति अल्छी लाग्थ्यो काका डुली हुन्थे त्यत्तिकै बोलेको बसेको गर्थेँ अब किनकि अब त काम हुन थाल्यो काम भयो यस्तो फटाफट गर्नु पऱ्यो पैसा पनि कमाउनु पऱ्यो होइन खानु पऱ्यो बाँच्नु पऱ्यो खानुको लागि कमाउनु पऱ्यो भनेपछि अब कमाउनु भयो अब खानुको लागि के गर्नु काम गर्नु पऱ्यो अब चाहिँ म काम गर्न जाँदैछु ल अब चाहिँ म यहाँ अफिस पनि आइसकेँ अफिस आइसकेपछि अब यहाँ एकछिन बस्नुपर्ने हुन्छ अनि सफारी भेनाले चाहिँ हाम्रो सिसा ल्याइदिँदैछ त्यो सिसा लिएर चाहिँ फेरि तल स्यामचोक जानुपर्ने छ सिसा टाल्नुको लागि हेर्दै जानु होला के कस्तो हुन्छ आजको दिन आजको मेरो काम अफिसमा बसिरहेको थिएँ पछाडि चाहिँ भट्टाभट काम गर्दै हुँदो रहेछ यहाँनिर सिसा छ यो आइपुग्यो गिद्दी हुन्छ यो आएपछि त्यहाँ किन हौ आउँदा चाहिँ दिदी छैन अर्कोपट्टि कुद्छ यार भनेपछि म पनाउँदै होइन त्यस्तो होइन त्यस्तै बा त्यस्तो होइन त्यस्तै चाहिँ अरे भने पनाउँदै त भने दामी सिसा टाल्देऊ ल ल खतरा अब दामी सिसा काट्नु है दाइले पैसा बचाउने मेला होइन हो टार्गेटमा छ क्या हो टार्गेटमा छैन हौ यतिको चाहिँ जानु त सिसा दोकान खोल्नु हौ तपाईँ त मैले सोच गर्दै थिएँ यो अन्त होइन हो यो काम गरेर के कति चाहिँ पैसा कमिन्छ र होइन सिसा काट्यो भने भट्टाभट पैसा कमेको खाली पनि हुँदैन यसलाई चाहिँ उप्पर गर्ने भयो जस्तो चाहिँ यहाँ बाटोमा बस्नु आएको अरे लौगामुख राम्रो टाल्दै ल भाइ ल मिहिनेत गरेर आउँछ नि आउँछ स्टिकर टाल्नु स्टिकर कस्तो स्टिकर हो यसलाई टाल्ने स्टिकर हो ए डबल टेप आउँछ ए डबल टेप अनि यतिको सिसा काटेपछि त नि कहाँबाट अनि काम भइहाल्छ नि अझै यहाँ छोरी यो सबै सिसा काट्नुपर्ने त्यो सकिसक्यो त ए अब एउटा मात्रै रहेछ नि ए यो चाहिँ सब काटिसकेको यो चाहिँ काटिसकेको रहेछ सब ल अब यो सिसा लिएर चाहिँ हामी तल जानुपर्ने हुन्छ अघि मैले भनेको थिएँ नि त्यहाँ जानुपर्ने हुन्छ सिसा टाल्नुको लागि लेट्स सी गाइज कस्तो के हुन्छ हेर्दै जानु होला अब चाहिँ सिसा नि सबै सवारीमा भिड भइसक्यो अब चाहिँ काम गर्नु जानुपर्ने हुन्छ सफारीमा लोड भइसक्यो सिसाहरू यहाँ छ अर्को माल पानीहरू यो चाहिँ सिसा टाल्ने टेप हो अब टक्क लिएर जानुपर्ने हुन्छ ल अब चाहिँ म साइडमा नै आइसकेँ साइड चाहिँ कहाँ हो भन्दाखेरि कस्तो छ काम भन्दाखेरि चाहिँ काम चाहिँ यस्तो छ यहाँ माथिसम्म सिसा लाउनु पर्ने हेर्दै जानु होला हामी के कसरी सिसा लाउँछौँ खराब खुरुप पारेर
यस्तो यस्तो यो खाली छ नि यो खाली खालीमा लाउनु पर्ने क्या सिसा यहाँ त्यहाँ यति माथि छ आम्मा अब चाहिँ हाम्रो भेनाले यहाँ सिसा पनि ल्याइदिइसक्नु भएको छ सिसा आइसक्यो अब चाहिँ यहाँनिर लाउनु पर्ने हुन्छ सिसा घडप 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 खडप भयो कि पुग फटना धेरै नलिए मलाई जमिन हल्ला भयो होला ल दर्शकबिन तपाईँहरू देख्न सक्नुहुन्छ कि आसमानको उपर कोहरै कोहरा यहाँ तलबाट चाहिँ यहाँ माथि यस्तो टेप टाल्दै आउँदैछौँ क्या हामी चाहिँ यो टेप चाहिँ किन टालेको भन्दाखेरि यो टेपले चाहिँ स्टिकर यो चाहिँ डबल टेप हो क्या यो चाहिँ सिसा ड्याप ड्याप बस्छ यसमा चाहिँ अनि सबै टाल्नु पर्ने हुन्छ यसमा यो बिचबिचको खाली ग्याप चाहिँ किन भन्दाखेरि यहाँ चाहिँ सिलिकन बस्छ यहाँ सिलिकन सिसालाई नि सपोर्ट चाहिन्छ नि त डबल टेबलले मात्रै हुँदैन सिलिकन पनि हाल्नुपर्छ अझ यहाँदेखि ऊ माथिसम्म छ आम्मा यहाँ हाम्रो भेना हेर्छौँ भेना चाहिँ यहाँ टेप टाल्दै 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 जाँदै हुन्छ म पनि यहाँ तलबाट टाल्दै 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 आउँदैछु अब हेरौँ के कति बेरमा सकिन्छ यो हाम्रो काम ल हामी चाहिँ यहाँ सिधा टाल्दै 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 1-2 तला माथि आइसक्यौँ अर्को यहाँ अब लास्ट वहीँ छ 3 तला अनि दाइ चाहिँ तलबाट सिसा टाल्दै 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 आउँदै हुन्छ छिटो टाल्नु सकिनसक्यो हाम्रो त यहाँबाट झर अन्त के हुन्छ है काम गरेको बेला त्यस्तो भन्नु हुँदैन यहाँ भट्टाभट काम गर्नुपर्छ यहाँले भिडियो बनाउँदा बनाउँदै झऱ्यो भने के हुन्छ के चाहिँ भएन चक्कु तपाईँ यहाँ कसरी ल्याउनु ल अब चाहिँ हामी चाहिँ यहाँ टाली पनि सक्न आँटिसक्यौँ यहाँ टक्क सिसा हामी चाहिँ माथि जाँदैछौँ टेप टाल्दै टाल्दै हाम्रो हेन्छौँ दादा चाहिँ तलबाट सिसा टाल्दै 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 जाँदै हुन्छ अब को खानुपर्ने हुन्छ अब चाहिँ फाइनली हामीले यो टेप टालेर मान्छे टपमा आइसक्यौँ तलबाट यस्तो झ्याउ भइसक्यो आम्मा भोक लागेर पापै भइसक्यो खाजा पनि ल्याउने कुरा नि गर्दैन डटपट चटपट पनि छैन अब के गर्नु अब भोकै काम गर्नुपर्ने रहेछ त त्यस्तो छ है हाम्रो चाहिँ काम गराइ यहाँबाट झर भन्दा राम सत्यानाश हुन्छ होइन त गिटी भइहाल्छ नि यहाँबाट फेरि खाना भन्छ ल हाम्रो भाइले है सिसा हान्दै छ कस्तो फेरि उल्टो भयो के त्यो उल्टो भयो हौ सिसा उल्टो निलो त यता मपट्टि भयो त चाहिँ यता चाहिँ हेर्को त होइन है ल एभ्रिवान नाइस काम हुँदैछ हाम्रो चाहिँ भरे त्योसँगै सिसा पक्कै तान पनि छैन यसले खास सपोर्ट पनि दिएछ त्यहाँबाट ल फास्ट भाइ सकिसक्यो भोकले बिहानदेखि भोक बोकेको चाहिँ केही पनि खाएको छैन भोक लागेर अब नाम चाहिँ भोक लागेर राखिदिनुपर्छ भाइको भाइ
भोक लाग्यो भाइ सँग राम्रो समय छ सिधै झिक ट्याक्क अब त्यसमा पक्र पखाइ ल भोकमा पक्र ठिक छ होइन लिप्ट ठिक छ अब मिलाएर छोड्दैन छोड्दैन ल मिलाइस् छोड्दैन त यो डोरी तान्नु त हाम्रो फेरि मेहनती छ नि होइन भाइ हो यस्तो अलिक थिचै प्रो भइसक्यो यहाँ अब लेजेन्ड हुन बाँकी छ यो सिसा त लामो काट्दै भयो कि अलिकति किन माथि थोरै ठुलो छ माथि नै आयो हो थोरै होइन यो आएको चाहिँ राम्रो हो क्या होइन ल अब खोल्दा लिप्ट हो त्यसो गरेर खोल अनि यहाँ कुचिक कुचिक बनाउनु कस्तो होइन यहाँ यस्तो यस्तो त्यसो भने ए तल पनि हो ल अर्को पनि टालिहाल्नु त भाइ भोक लागेर कस्तो भइरहेछ भोक लागेर कस्तो हिर्क भइसक्यो नि बिहानदेखि केही खाएको छैन त्यही अघि कोक खाएको थोरै 1-2 घुटुक कोक खाइहालेँ त्यो कोक कसले खायो त्यो यो कोक त यो सबै यो भाइले चक हो नि होइन सबै नै खायो सबै खायो स्टाइल गर्नेलाई यति दिएको थियो यति डेलीको कोक मैले 2 घुट्की खाएँ तिमीले अलिअलि खायौ ज्वाइँले अलिअलि खाएको काम हार्ड छ नि त यस्तो झुन्डेर गर्नु छ कोक त खानै पऱ्यो जुस खानु पऱ्यो नि अब अझै एक्सट्रिम खानुपर्छ भोक लागेर नेक्स्ट टाइम चाउमिन चाउमिन छ त हौ तल चाउमिन छ 2टा पानी छ ए हो त्यो भाइलाई भोक लाग्यो भनेर मगाइदिएको होइन तपाईँहरूले यति राम्रो राम्रो सोच्नु हुँदो रहेछ मेरो बारेमा धेरै धेरै धन्यवाद निलो छुट्टिन्छ यहाँनिर कसै अलिअलि काट्नु पर्ने चिज काटिनछु मैले त काट्नु पर्दैन अलिक युट्युबर जस्तो हो न कहिले काहीँ मिस्टेक भयो कहिलेकाहीँ ल एकछिन हाट बिनाको जिब्रो लटपटिन्छ होइन भाइ त्यस्तो कहिलेकाहीँ दुःख मन नगर्नु ल अब चाहिँ हाम्रो काम सकिन आँटिसक्यो तल एउटा छ सकिनु त के भन्नु भोलि यहाँ चाहिँ फेरि भोलि पनि यहाँ लाइनिङ तान्नुपर्ने छ आजको लागि चाहिँ सकिन आँट्यो तल एउटा बाँकी छ चाहिँ काटिहाल्नु छ अब 2टा बाँकी छ टोपी भएन भाइ ज्वाइँको अलिकति टाउकोमा चाहिँ भन्ने बित्तिकै फुट ताप हानिहाल्नु नि केटा बरु त्यो भन्दा नउडाको राम्रो के सबै बिचरा के झर्छ भने लगाएको त्यो ए अरे आफू चाहिँ भाइ ल ठिक छ भाइ लाग्नु हो यहाँ यस्तो हात छ तिम्रो पर्छ अलिकति तपाईँको टुप्पो माथिको टुप्पो खाँदैन होला भाइ ल छोड्दै होइन भएको छैन त्यहाँ मजा लागेको छैन टेप ऊ त्यहाँ हेर त त्यहाँ हावै छिरिरहेको होइन हुन्छ ल हाम फालेर चाहिँ आला छिटो ल फाइनली सक्यो फाइनली पर्ने हुन्छ भोक लागेर ढल्न आँटिसक्यो थरथर गाउँ हामी हजुर खै ल अब चाहिँ सिसा पनि टालटुल काम भइसक्यो अब भोक लागिसक्यो अब यहाँ खानुपर्ने हुन्छ
चाउमिन रहेछ यहाँ पानी रहेछ के ल्याउनु अरे छोरी ल यस्तै छ हाम्रो चाहिँ काम धान होइन हामी चाहिँ अब चाहिँ खाजा खानुपर्ने हुन्छ यहाँ खाजा पनि आइसक्यो आम्मा कस्तो राम्रो फोनबाट खिच्दाखेरि कस्तो झिनिमी हुने रहेछ आम्मा ओभर दामी क्वालिटी देखेर क्या ल नाइस चाउमिन भइसकेको छ अगबारे खोर्सानी आम्मा दाइ चाहिँ पहिल्यैदेखि पिरो खाने भएर होला आम्मा त्यो पिरो छ फेरि यो अचार नाइस छ पकाएर हर भइरहेको छु अझ यस्तै पका 6-7वटा भयो भने पनि कस्तो दामी पाकेको चाहिँ होला नत्र पाक खानु हुँदैन अझै अब चाहिँ खाजा नि खाइसक्यो यस्तो पिरो छ कि पिरो छ यस्तो पिरो छ आनन्द भयो तर अझै 6-7वटा यत्रो पोका खानु पाएको चाहिँ दामी हुन्छ क्या त्यसले चाहिँ मुख मात्रै बिच्क्यो तर के छैन अब थोरै खायो भने चित्त चाहिँ बुझाउनै पऱ्यो भेना नाइस छ चाउमिन भेना चाहिँ साह्रै लगाउनुहुन्छ केही छैन अब चाहिँ हाम्रो काम सकिसक्यो यहाँ काम सकिएको त छैन आजको लागि चाहिँ सक्यो फेरि भोलि यहाँ दामी लाइनिङ हान्नुपर्ने छ अब भोलि पनि देखाउँछु म के कस्तो हुनेछ भनेर पानी ल अब म चाहिँ काम सकेर त्यहाँ काम गरिसकेर नि यहाँ दाइकोमा आएको छु अनि म र यहाँ मेरो चक्लेट ह्यान्डसम बेस्टी अनि पुरान दाइ आउँदै हुनुहुन्छ अनि यहाँ अब के छ खानेकुरा भन्दाखेरि आम्मा यहाँ अस्तिको नाइस छ क्या यहाँ सुँगुरको खुट्टा यो चाहिँ अस्तिको अब यसलाई चाहिँ अब पाकपुक पकाएर भातसात पकाएर खानुपर्ने हुन्छ हामीले दाइ कतिखेर आउनुहुन्छ यहाँ दाइलाई कल गर्नुपर्ने हुन्छ अब ल अब चाहिँ यहाँ अघिको सुँगुरको मासुले नपुगेर यहाँ फेरि कुखुराको मासु लिएको छौँ यहाँ चाहिँ सुँगुरको मासु छ हाम्रो दामी ह्यान्डसम चक्लेटी साथीले पकाउँदैछ जोस् नाइस पकाउँछ अब चक्लेटी साथीको अनुहार पनि देखाइदेऊ न चक्लेटी साथीको अनुहार अघि देखिसकेको छ यता हेर्दै साथी ओ चक्लेटी साथी ओ बा एटिट्युड त्यो पैसा लाग्छ के हो दिउँला हौ बरु ल इन्सल्ट भयो त पाकपुक पाक्छ यहाँ भात पाक्दैछ अनि खाएर चल्दिनु पर्ने हुन्छ घरतिर अब चाहिँ हाम्रो भात सब्जी सबै पाकिसक्यो यहाँ चाहिँ भात छ अनि यहाँ चाहिँ सुँगुर र कुखुराको मासु यहीँ छ कस्तो दामी भयो साथी तिमी त नामै चक्लेटी नै पकाउनु पर्छ बनाउनु पर्यो के गर्नु हाम्रो नाडीबाडीको भ्लग बनाउनु पर्यो फेमस बनाउनु पर्दैन करोडौँ भ्युज पाउनु पर्दैन सुँगुरको कति चाहिँ उब्रेको भयो ग्रेभी पुगेन क्या पुरानो उसलाई ल ल ल ल मलाई नि हालिदिनु न नाडीबाडीलाई आफू खाएर कस्तो मलाई चाहिँ नहालिदिएको सुँगुरको सक्यो यहाँ हाल्दा नि पुरानो राख्नु न खानु खुट्टा खाँदैन सबै खानु ल हजुर खानु पर्यो अरू छैन त्यहाँ हेर त छैन हौ त्यति नै हो ठिक्काउनु हो त पुगेन नि म चाहिँ नखाइ राखिदिएको छु होइन
त्यस्तै ढिलो आएपछि त्यतिमै खाएको मैले झन् अलिक सकिन्छ भनेर यहाँ अलिक छिटो आउनु भयो तपाईँ सकिसकेको रहेछ मात्रै सकिसकेको अझै खाएको पनि देखिहाल्नु होला अनि खाइसकेर पनि म यहाँ घर आइसकेँ भोक पनि हरायो सुर्दानी हरायो अब घरमा आएर चिलमा सुत्ने हो अनि आजको भिडियो यहाँ एन्डिङ गरिदिन्छु म सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला धेरै धेरै माया गर्नु दिनु होला सपोर्ट गरिदिनु होला यो नटाटी गरौँ बाई बाई गाइज